यी कुरा भनेर डराउनु दिनुको साथसाथै सतर्क पनि बनाइहाल्छु। विश्व स्वास्थ्य सङ्गठनको डाटा अनुसार विश्वमा जति पनि मृत्युहरू हुन्छन् त्यसको 75% मृत्युहरू चाहिँ नसर्ने रोगकै कारणले भएको हामीसँग तथ्याङ्क रहेको छ। नसर्ने रोग भन्नाले मुटु रोग, किडनी रोग, श्वास प्रश्वास सम्बन्धी समस्याहरू, उच्च चाप, मधुमेह, त्यसै गरी क्यान्सरका बिरामीहरू चाहिँ बढिरहेको अवस्था देखिएको छ। सम्भवतः हजुरको परिवारमा पनि यस्ता बिरामीहरू पनि पक्कै हुनुहुन्छ। तथ्याङ्ककै कुरा गर्ने हो भने चाहिँ 75 लाखभन्दा बढी मानिसहरूको चाहिँ उच्च रक्तचाप, ब्लड प्रेसर हाईकै कारण मृत्यु भएको देखिएको छ भने अहिलेको यो यङ फेजमा 3 जना मध्ये 1 जनालाई उच्च रक्तचाप, हाई ब्लड प्रेसरको समस्या देखिएको अवस्था रहेको छ। हाम्रो रहनसहन, खानपिन, हाम्रो जीवनशैली, हाम्रा बानी बेहोराहरूले नै यस्ता रोगहरू चाहिँ निम्ताइरहेका अवस्था रहेको छ। बेलैमा सतर्क भइएन भने हामी हजुरलाई पनि यस्ता समस्याहरू पक्कै पनि देखिने अवस्था रहेको छ। तसर्थ बेलैमा आफ्नो खानपानलाई चाहिँ ध्यान दिनुहोला। नियमित रूपमा व्यायाम चाहिँ गर्नुहोला। प्रत्येक दिन 30 मिनेटसम्म व्यायाम चाहिँ अनिवार्य रूपमा गर्नुहोला र 10,000 पाइला चाहिँ प्रत्येक दिन हिँड्ने कोसिस गर्नुहोला। त्यसै गरी धुम्रपान, मद्यपान, सुत्तीपान जस्ता कार्यहरू चाहिँ नगर्नुहोला। सकेसम्म हजुरहरूले चाहिँ चिनी र नुन चाहिँ कम मात्रामा प्रयोग गर्नुहोला। फलफुल, तरकारीहरू प्रशस्त रूपमा खानुहोला। अझ फलफुल, तरकारी खाने कुरामा चाहिँ विषादी मुक्त चाहिँ खानुहोला।